बिरालो तिम्रो अनुहार त उस्तै मिल्छ है आमार भेना जोडिन ह सबैसँग मिल्छ बिरालोको हो है भेना के हो तपाईँको अनुहार परेको छ है यहाँ त कतिले खै बिरालो दुलो भित्र गयो भन्छ नि खै बिरालो दुलो भित्र पसेर दुलो भित्र पसे म क्युट मान्छे हो नि त म क्युट केटा हो केटी हो त जान्न पर्यो पहिला केटा हो केटी हो त्यो गुच्चा छ गुच्चा गुच्चा छ केटा रहेछ हजुर तेरो के छ भन्दै मेरो गुच्चा छ हुँदा हुँदा बिरालो पनि बाबु बन्ने भयो कसले बिरालो भित्र बसेर बाघ बन्न निस्किनु पर्यो मुर्दारहरू रेकर्ड गराएको मुर्दारहरू गाई चिन्ता बुझ्नु पर्यो अनि भन नेप्टी के छ गोर्खा कहिले आएको तिमी म अस्ति आएको कार्यक्रममा के कार्यक्रम नाच्छौ तिमी नाचेको त अनि ए मैले ट्विटरमा कहाँ देखेँ यार त्यही भएर त हाम्रो पोखरा भूकम्प किन आयो भनेको त तिमी नाचेर पो हो कसरी यस्तो 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 हल्ले थियो यस्तो 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 भएको थियो के हल्लेर होइन अस्ति यसो पोखरा भूकम्प आएको थियो किन आयो भनेको तिमी नाचेर पो रहेछ के हल्ल्या थियो किन उल्टो उल्टो कुरा गर्छ यो मुठीले कस्तो उल्टो उल्टो अनि भूकम्प जाँदा नहल्लेर के हुन्छ त अनि हल्लिँदैन हल्लिएर त थाहा पाउँछ नि नहल्ल्या भए कसरी थाहा पाउँछ भुइँ हल्लेको यार बुढी हल्लेको भुइँ साथीहरू भूकम्प जाँदा अरूले त जमिन हल्ल्याएको थाहा पाउँथ्यो रबिन हड्काएको त भुँडी हल्लियो रे हो भुँडी हल्लियो रे गर आफ्नो बेस्ट आफै गर तिमीहरू झन्न बाजे घर पनि भत्केन अरे को हो भूकम्प जाँदा के हल्लियो भनेर सोध्नु त नेटीले भेना भूकम्प जाँदा के हल्लियो रे तपाईँको भुइँ हो के रा हेलो सोल्टी आज सोल्टी तपाईँ जस्तो आज भैँसी र बिरालोको भेट भएको छ आज भैँसी र बिरालोको भेट भएको छ मजाले गजबले तपाईँ जस्तै हो कि यो पनि किन केटीसँग चम्किन्छ र होइन हाम्रो त एकदमै इमानदार छ त्यो रोबिन जस्तो छैन ए भेनाको त मैले के र साँच्ची भेना हो त टी सर्ट खोल्नु त यो बमेट आयो मलाई साँच्ची यहीँ आइसक्यो आज टी सर्ट खोल्न भन्ला भोलि कट्टु खोल्न भन्ला भाग
मोटी तर नेप्टी ओए एकजना तिम्रो मामाजीलाई मैले पोखरा भेटेको थिएँ मेरो नेप्टी मेरो भान्जी पर्छ मैले तिमीलाई उहाँको फोटोमा तिमीले इनबक्समा पठाउन खोजे तिमी फोटो पठाउन मिलेन क्या त्यो मतलब भन्नाले फोटो कसरी फोटो तपाईसँग साथी छ साथी छ साथी छ भने अस्ति पोखरा आउनुभएको रहेछ म यसो माथि गएको बेलामा मलाई भेट्नु भएको थियो अनि मैले चाहिँ यसो उहाँलाई चिन्नु भएको रहेछ कि मलाई टिकटकमा देख्नु भएको रहेछ मेरो नेप्टी त मेरो आफ्नै साक्कै भान्जी पर्छ नि म त पनि गोर्खा म त विदेश जानको लागि एउटा कागज गराउन आएको म तपाईँको लाइभ एकदम हेरेर हुन्छु भन्नुभएको थियो कि छ त्यो फोटो छ तर त्यो पठाउन मिलेन किन कमेन्ट नै के हो दुधको साँची बिरालो भन्छ को हो यो खै टिकटक तिमीलाई पठाउन मिल्न गरे अहिले देखाउनु न अहिले के फोटो के ए फोटो के भनेर हजार फेरि फोटो देखाउनु न को मामा रहेछ र पोखरामा एकछिन है तपाईले फोटो खिचेको थियो अनि मैले खिच्यो एउटा हेर के हो कहाँ हो यार हेर्नु त यार भेट्नु यार भेट्नु है म पछि ल ए भेटे है को मामा उहाँ चिन्छ मेरो भेना हो के को त्यही त पागल म सरी म भुले तर खै छ नि त स्क्रिनशट गरौँ ल झन् पो लग लागेन होला खै छ नि त एकचोटि भयो खै म जान्छु तो खिच्छु भनेको त फुपूको छोरा पर्ने हो उहाँ के तिमीलाई चिन्नु बारे छ कि उहाँले भयो बाउलाई ल म गएँ ल कसले दुधको साँची बिरालोले को हो ल भेना ल बाई नेट ल बाई ए साथी